यदि तपाईँलाई कुनै व्यक्तिले घृणा गर्छ र उसले तपाईँलाई मन पराउँदैन भने, तर तपाईँलाई त्यो व्यक्ति चाहिँ आफ्नो जीवनमा चाहिन्छ भने नि, तपाईँ पनि बिस्तारै उसलाई घृणा नगर्नुहोस् है। हामी प्रायः जस्तो यही गल्ती गर्छौँ। हामी भन्छौँ यदि त्यसले मलाई मन पराउँदैन भने म पनि किन मन पराउनु, यदि त्यो मसँग बोल्दैन भने म पनि किन बोल्नु, होइन? तर मनोविज्ञानले अर्कै कुरा भन्छ। उसलाई बारम्बार फकाउनुको साटो आफ्नो राम्रोपन देखाउनु भन्दा पनि बरु उल्टे एउटा सानो सहयोग माग्नुहोस् रे। अनि यो कुरा सुन्दाखेरि अचम्म लाग्न सक्छ, तर यसले उल्टे तपाईँको सम्बन्ध सुधार्न सक्छ है। किनभने नि मनोविज्ञानमा बेन्जामिन फ्र्याङ्कलिन इफेक्ट भन्ने एउटा रोचक सिद्धान्त छ, जहाँ चाहिँ बेन्जामिन फ्र्याङ्कलिन भन्ने व्यक्तिलाई एउटा कुनै व्यक्तिले एकदमै घृणा गर्थ्यो। तर एक दिन उनले के सोचेछन् भने म योसँग एउटा सानो सहयोग माग्छु भनेर सोचेछन् र उसले एउटा दुर्लभ किताब मागेछ र त्यो किताब पढिसकेपछि उसले समयमै धन्यवाद सहित फर्काएछ। अनि पछि त्यो बिस्तारै जुन मान्छेले उसलाई घृणा गर्थ्यो नि उसको मनमा के भएछ भने मैले यदि यसलाई सहयोग गरेँ भने यसलाई मैले किन घृणा गर्नु, यो पक्कै पनि राम्रै मान्छे हुनुपर्छ, यसले किताब पनि समयमै फर्कायो र मलाई धन्यवाद पनि भन्यो भनेर भन्यो अरे क्या। अनि त्यसपछि बिस्तारै त्यो व्यक्तिको बिहेभियर चेन्ज हुन थालेछ। अनि उसले के सोच्न थालेछ भने मैले यो मान्छेलाई सहयोग गरेको छु, यदि यो मान्छे नराम्रो हुन्थ्यो भने म किन सहयोग गर्थेँ त। अनि यही सोचाइले गर्दाखेरि उसको घृणा बिस्तारै कम हुन थालेछ। त्यसैले याद राख्नुहोस्, यदि तपाईँलाई कुनै व्यक्तिले घृणा गर्छ भने नि घृणाको जवाफ घृणा नदिनुहोस् है। कहिलेकाहीँ एउटा सानो सहयोग माग्नाले पनि नि टुट्न लागेको सम्बन्ध जोगाउन सक्छ है त। Cheers!